डर छैन सँगै बाँच्नु छ हाँसो खुसी दुःख सुख माया साट्नु छ हाँसो खुसी दुःख सुख माया साट्नु छ पिता मिठा जीवनहरू बिताउनु नै छ जिन्दगीका आधी बेरी कटाउनु नै छ मनमा गाउनु सधैँ तिमी समाजनी गाउँको जागानी नबिर्सनु घरको चुलो चौको जागानी नबिर्सनु घरको चुलो चौको नबिर्सनु जागानी घरको चुलो चौको अझ के भयो भनेदेखि चाहिँ कोही नपाएर तँले त्यही मानेको टाँसा लाउनु पर्छ तेरा त के भनिस् रे तेरा त मैले राम्रो घर खानदानको भनेर छोरीको बिहे गराइदिइहाल्यौ छोरीले दुःख पाउनु त होइन त फेरि यो गाउँमा आइस फेरि यार गाउँ छोडेर गएको मान्छे फेरि यही गाउँ भाड्न त आएको होलास् नि कोही कोहीले पो मेरो माया बुझेनन् त विदेशी पैसावाला पाएपछि उतै गए यतिका समयपछि आएर पनि अझै सुध्रेको छैनस् अंकल अंकल धन्यवाद अंकल बाहिर आउनु त भिटु बाहिर आउ त छिटाउनु त अंकल तल म बाटोमा हिँड्दै गर्दा
बसन्तको यो अवस्था देखेर घरसम्म ल्याइदिएको अङ्कल। बुहारी के भयो बुहारी के भयो मलाई यस्तो? केही भएको छैन बुहारी तिमी नहात्यो के भयो? केही भएको छैन चिन्ता नगर बुहारी हुन्छ अङ्कल, रात पनि धेरै चिप्पिसक्यो, म अब घर जानु पर्ला। हुन्छ त जाऊ तिमी हुन्छ रितु, म अहिले घर जान्छु है त। यसलाई भित्र लिएर जाऊ त रगत धेरै बगे पनि चोट भने खासै ठुलो छैन बुहारी केही पर्यो भने खबर गर्नु है अहिले म जान्छु बुहारी हजुर बुवा मिना अहिलेसम्म उठेको छैन खै बुवा सुत्नु भएकै होला जाऊ त जाऊ हेर हिजो अस्ति त यति बेला उठिसक्ति कतै सन्चो भएन कि हेर त जाऊ हुन्छ बुवा
के भन्छौ तिमी? हो बुवा यहाँ आउनु न। नानी नानी छोरी ए मिना मिना कहाँ जानुभएछ? खै कहाँ गएछ? बा के भयो र? के हुनु मेरो बहिनी कोठामै छैन। कहाँ गएछ त? रितु तिमीले पनि देखेनौ? भाइ खै कहाँ जानुभएछ? फोन हान त रितु एकचोटि त्यसलाई। हुन्छ। बुवा फोन त अफ छ त। तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। फोन त स्विच अफ गरेको छ त। होइन त्यो कहाँ गएछ? बुहारी तिमी भित्र आएर खाना बनाउँदै गर। बसन्त त पनि भित्र गएर आराम गर्दै गर। मिना कतै गएछ कि म गाउँतिर हेरेर आउँछु एकचोटि। हुन्छ बुवा। ओहो सम्झिनु आयो त बिहानै बिहानै आउनुपर्छ। आउनुहोस् आउनुहोस् गर्नुहोस्। बस्न भन्दा पनि बरु मिना आएकी छ र? नाइ आउनु भएको छैन। किन सम्झिज्यू के भयो? खै बिहानदेखि घरमै छैन। होइन कहाँ जानुभएछ मिना नानी बिहानै बिहानै? खै कहाँ गएछ कुन्नी? म त यहाँ कि छ कि भनेर आएको। हुन्छ हुन्छ नआत्तिनुहोस्। कतै घाँस पो काट्न जानु भएको छ कि? सधैँ घाँस काट्न जाँदा पनि भनेरै जान्छु। आज खै भन्दैन पनि गए। आउनु होला नि, चिन्ता नगर्नुहोस्। ठिकै छ सम्झिज्यू, यहाँ आइ भने खबर गर्नु होला। अहिले म जान्छु है। नआत्तिनु, आउनु होला नि। ल ल अहिले म लाग्छु ल। हुन्छ। होइन बुढा, मिना नानी कहाँ गइछन् त? त्यही त यति बिहानै कहाँ गएछन् मिना नानी? मलाई त शङ्का पो लाग्न थाल्यो। कति त्यही मानेसँग त हेर्न हेरफेर जान्ने भयो कि? कतै आफ्नो कामले पनि त जान सक्नुहुन्छ। खालि नराम्रो मात्र शङ्का गरेर हुन्छ? के थाहा, गाउँभरि पनि त्यही हल्ला छ। घरमा पनि थाहा पाउनु भयो। आजकल केटाकेटको के भयो? कुरो आफ्नो काम गर, धेर नकरा। राम्रो राम्रो त तपाईँ मात्रै हो नि। म मात्रै नराम्रो काम गर्छु। ओहो नानी, घाँसको बारी त ठुलै छ त। हजुर अङ्कल, के ठुलो हुने यत्रो बारी पनि? अनि सुन न, मिना तिमीसँग घाँस काट्न गएको छ र? नै, आज मिना गएन। म आज एक्लै गएको। ए साँच्ची मिना कहाँ छ अङ्कल? खै घरमा छैन क्यारे। म त तिमीसँग घाँस काट्न गएको छ कि भन्ने सोचिरहेको। हो र, कहाँ गएछ त? खोइ नानी, कहाँ गयो के हो, खोज्दै हिँडेको छु।
यही कतै गयो कि होली नआत्तिनु अहिले आउली नि। अहिलेसम्म त आउनु पर्ने हो। तिमीलाई पनि भारीसँग गाह्रो भएको होला, म घरमा पनि गएर हेर्छु, तिमी पनि जाँदै गर। ल ल हुन्छ अङ्कल, चिन्ता नगर्नु, अहिले आउली नि। होइन, के भयो तपाईँलाई? किन यसरी तुलाइराख्नु भएको छ? छैन, केही भएको छैन। ल, केही नभएको मान्छे नि यसरी टोलाउँछन् र? मैले जति कोसिस गरे पनि तिमीलाई खुसी र सुख दिन सकिनँ। ल, त्यस्तो नभन्नु न। तिमीलाई यस्तो अवस्थामा राख्दा खाना पनि दिन नसक्दा मन भारी हुन्छ। हो, तर परिवारलाई पैसाले मात्रै पनि त खुसी दिँदैन। साथ दिनुभएको छ, माया दिनुभएको छ। धन पैसा त आज छ, भोलि छैन। बिस्तारै सबै ठिक भइहाल्छ नि, नआत्तिनु न। खै यो समाज, यहाँका मान्छे, हामी ठिक भएपछि सबै ठिक भइहाल्छ नि। यहाँका समाजले, यहाँका मान्छेले केही गर्न सक्दैनन्। म पनि त्यस्तै सोच्थेँ, तर सोचे जस्तो हुँदैन जुनेली। भयो, अब धेरै नसोचौँ। बरु यसो गाउँतिर जाऊँ, कतै काम पाइन्छ कि? ल ल, हुन्छ। यो त के हो र? सुरुवात त बल्ल हुँदैछ। तपाईँ भन्नु न मात दाइ, म जेनी गर्न तयार छु नि। त्यो बसन्तीको चुरीफुरी अब बल्ल देख्छ त्यसले। हेर ज्ञाने, तँ यो गाउँबाट गएदेखि
त्यो बसन्तले मलाई हत्ती नै गरेको थियो। तपाईँहरू चिन्ता नगर्नु दाइ, जे गर्छ गौरवले गर्छ, तपाईँहरू भन्नु न मात्र। त्यो ऋतुले मेरो आँखाबाट जसरी आँसु झारेकी थिए, अब त्यसको आँखाबाट आँसु कसरी झार्नुपर्छ हेर्दै जाऊ केटाहरू। त्यो बसन्तको बहिनी मेरो मायाजालमा परिसकेकी छे। हेर ज्ञाने, तँलाई ऋतुले कसरी धोका दिएको थियो, त्यसको बहिनी मिनालाई पनि मैले कसरी नचाउँछु मलाई मात्र थाहा छ। हो मान्दै नचाउनु पर्छ त्यसलाई त। तपाईँ भन्नु न मात्र दाइ, त्यसको बहिनीलाई म भर्खरै उठाइदिन्छु। उठाइदिउँ दाइ गएर। हतार नगर केटा, समय आउन दे, कसरी उठाउनु पर्छ म तिमीहरूलाई भन्छु। हेर माने, यो गौरव मसँग बस्यो भने शङ्का हुन्छ। त्यसैले सहरबाट आएको साथी हो भनेर तेरो गर्नु। सुन केटाहरू, हामी बिचको यो कुरा कसैले थाहा हुनु हुँदैन। सबै विचार पुऱ्याएर काम गर्नुपर्छ। हुन्छ दाइ, चियर्स। साला यति रक्सी खाएर डल्ने मान्छेले भर्खरै उठाउँछु भन्छ। दाइ सुन माने, जे भए पनि यो हाम्रो काम लाग्ने केटा हो र विश्वासिलो पनि छ। हेरे फेरि यो कुरा बाहिर कसैलाई पनि थाहा नहोस्, बुझिस्? तपाईँहरू ढुक्क हुनुहोस्। हुन्छ ल, जे गर्नुपर्छ म गर्छु। यसलाई लिएर जान्छु, तिमीहरू पनि जाऊ। ल, जे गर्नुपर्छ म गर्छु। हेर जाऊ। बुवा, नानीको खबर केही पाउनु भयो त? कतै केही हत्तपत्त पाइएन। गाउँभरि खोजे, सबैलाई सोधे, केही खबर पाइएन। त्यही त भनेको, यति बेलासम्म त आउनु पर्ने हो। यस्तो गर्छ जस्तो पनि त लागेको थिएन। यसलाई केही कुराको कमी पनि त राखेको थिएन। अहिलेसम्म केही खबर छैन। कहाँ जानुभएको हो, के खानु भएको छ, के गर्दै हुनुहुन्छ? छोरी सानै छ, केही जान्दिन, केही बुझ्दिन सोचेको थिएँ। तर यति ठुलो निर्णय लिएर कहाँ गइछ? त्यही त बुवा, रितु के भयो, किन तर्सियो कि? ठुलो चौकोमा
न्यानो उज्यालो मायाले भरिएको यो घर आँगन ठुलो चोकोमा न्यानो उज्यालो मायाले भरिएको यो घर